जनताको आवाजलाई कुल्चे आज चाहिँ एउटा क्षणिक पैसामा देशलाई यिनले बेचे, विधिवत रूपमा बेचे। यी चाहिँ देशका चाहिँ नालायक हुन्, गद्दार हुन्, राष्ट्रघाती नै हुन्। जतिसुकै फुर्ती गरे पनि यिनले के गरेर नेपाली जनतालाई भ्रमको खेती चलाएर यिनले अरबौँ पैसा खाएर नेपाल आमालाई बलात्कार गर्नको लागि परचक्र जिम्मा दिए। यिनको चाहिँ भविष्य जीवन पद्धति यो धरतीले पनि के श्राद्ध दिन्छ। यिनले यति यस्तो अक्षम्य अपराध गरे त्यसको सजाय नै दिने कुनै धारा उपधारा अन्तर्राष्ट्रिय कानुन छैन। तर देश बच्च यस्तो चाहिँ राक्षसहरूलाई चाहिँ के भन्दा अझै पनि हामीले सम्मान गर्ने, हाम्रो कार्यकर्तालाई ढुङ्गा हान्न लगाउने। भित्र गएर एमसी त पहिल्यै पास भयो। तपाईँको के भन्दा लेखेर सही गरेको देख्नुभयो, हात ठडाइदिए पहिले गएर च्याप्चुप पारेर उनले पठाइदिनु सक्यो। त्यो उनीहरू सबै बिकिसकेका छन्। यिनले टिकाउँदैन, देश पनि टिक्दैन। जनताको भाग्य र भविष्यमाथि खेलबाड गरे। जनताको चाहिँ आवाजलाई चाहिँ यत्रो चाहिँ राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ तपाईँको चाहिँ आन्दोलन भयो। यो आन्दोलनमा पनि मैले के भने लात हान्दे। त्यसले गर्दा जनता छन्, नेता छ, जनता छन्, राष्ट्र छ। जनताको आवाजलाई, जनता भनेको जनार्दन हो, जनार्दनको आवाजलाई कुद्दै हामी सत्यको बाटोमा अगाडि बढ्छौँ। र यिनले चाहिँ एक दिन यो चाहिँ यो घटनाको नेपाल आमालाई बेचेको चाहिँ घटनाको प्रायश्चित्त गर्नुपर्छ। यिनलाई श्राप लाग्छ, 1 लाख 2 लाख छ। यी चाहिँ राष्ट्रघाती हुन्, देशद्रोही हुन्, यी चाहिँ विखण्डनकारी हुन्, यी अपराधी हुन्। यिनले चाहिँ यो कुर्सीमा बस्नु, यो देशमा बस्नु, यो देशको चाहिँ हावा पानी माटो अन्न बाली खानु भनेको चाहिँ के भन्दा अपराध हो। यी अपराधी चाहिँ स्वयंस्फूर्त भाग्नुपर्छ। अब यिनलाई चाहिँ के हुन्छ भन्दाखेरि अमेरिकाले बाल बच्चा सबै पढाइदिन्छ, एपार्टमेन्ट स्टोर भवनमा राख्छ। अनि यिनले चाहिँ विदेशी पासपोर्टले पाइसकेका छन्। देशप्रति माया छैन। यिनी आफू बाँच्नको लागि, जनताबाट पनि के भन्दा बच्नको लागि यो एमसी पास गरेको। यो चाहिँ के भन्दा यो चाहिँ एकदम राष्ट्रघात भएको छ, देशद्रोह भएको छ, जनताको मान मर्दन भएको छ। त्यसैले यिनी राष्ट्रिय अपराधी हुन्। यिनलाई क्षमा हुँदैन। तर हामीले देशको सवालमा बोल्न कदापि हामी छोड्दैनौँ। मेरो आभार पनि हो, हे चाहिँ देशका सपुतहरू, यस्ता चाहिँ देश बेच्चाको कार्यकर्ता नबनाऊ। एकपटक देशको जिम्मेवार नागरिक भएर देशलाई बचाउने सवालमा एकबद्ध भएर अगाडि बढ्नको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूलाई तपाईँको टेलिभिजनद्वारा एउटा मातृभूमिको चाहिने के भन्दाखेरि रक्षार्थ एकचोटि जाने दिनु परे पनि एउटा आफ्नो आवाज बुलन्द गरेर यस्ता राष्ट्रघाती देशद्रोही अपराधीको विरुद्धमा बुलन्द भएर अगाडि बढ्न र चाहिँ मर्नै पर्ने देशको लागि मर्ने प्रतिज्ञा र प्रण गर्नको लागि आह्वान गर्दछु। दर्शक नमस्कार, समर्पण राष्ट्र लाइभ प्रोफाइल टेलिभिजन आई न्युज मिडिया गरी सुनकोशी अनलाइनमा एकसाथमा स्वागत गर्दछु। म हरि उदासी। अहिले यतिखेर देशमा राजनीतिक गर्मागर्मी भन्दा पनि देश अब कतातिर पुग्छ भनेर भनिरहेका छन् सबैले। र एकातिर हेर्दाखेरि हामीले सरसर्ती हेर्दाखेरि अब जनता छैनन् कि, जनता जनार्दन भन्थे, जनता नै यो देशमा छैनन् कि भन्ने खालको पनि भान परे। अस्ति केही समय अगाडि त बानेश्वरमा ठुलो नारा भयो, जुलुस भयो। धेरै व्यक्तिहरू नो एमसीसी भनेर पनि बहिष्कार गर्नुभयो, सामाजिक सञ्जालमा गर्नुभयो, सडकमा गर्नुभयो र केही सदनमा पनि भए। तर यी सडकका, सदनका र सामाजिक सञ्जालका सबै कुराहरू अहिले तुइएको अवस्था छ। यतिखेर एमसीसी पास भयो भनेर चारैतिरबाट एकदम उभइरहेका छ। अनिखेरि देशका शीर्षस्थ नेताहरूलाई श्रद्धाञ्जली भनेर फेसबुकमा र विभिन्न सामाजिक सञ्जालमा पनि हालिरहेका छन्। यदाकदा सुनिरहेको छु एमसीसी पास भयो भनेको भोलिपल्टै अथवा पर्सिपल्टै ती कुराहरू के आयो भनेदेखि अब राष्ट्रिय गान पनि चेन्ज हुन्छ अरे, अन्तर्राष्ट्रिय गान गाउनुपर्छ अरे भनेर यस्ता कुराहरू पनि आइरहे। आज यिनै विषयवस्तु समेटेर मसँग हुनुहुन्छ एकदम खरो वक्ता हुनुहुन्छ केपी शर्मा पन्थी हुनुहुन्छ, जसले नो एमसीसी भनेर एमसीसीको बारेमा घाँटी नै सुक्ने गरी कराउनु भएको थियो, घाँटी नै सुक्ने गरी लागि पर्नु भएको थियो, एकदम देशभक्त आवाज बोल्नु भएको थियो। तर आज यी शब्दहरू सबै पानीमा गए कि भन्ने भान भएर उहाँलाई मैले आज फ्रेममा निम्त्याएको छु। के छ त यस विषयवस्तु, अब के हुन्छ त, देश कतातिर जान्छ, के साँच्चै एमसीसी पास भएकै हो त भनेर उहाँलाई म खरो प्रश्न गर्नेछु। सर्वप्रथम स्वागत गर्न चाहन्छु। नमस्कार, स्वागत छ। धन्यवाद। जय जननी जय मातृभूमि। हरि सर, तपाईँले चाहिँ एउटा राष्ट्रिय चिन्तन र राष्ट्रिय मर्मको सन्दर्भलाई बुझेर मलाई प्रश्न गर्नुभयो। हजुर, अब तपाईँ हामी विगत 4 वर्षदेखि रोडमा, अब तपाईँको आन्दोलनमा, युट्युबमा, लेखमा, अनलाइनमा, जनचेतनामा, राहतमा, आहतमा यो देशलाई नै एउटा टाउको शिरमा राखेर देशलाई बचाउनु पर्छ भनेर अहोरात्र चाहिने चिन्तनशील मनन भएर चाहिँ हामी युद्धमा पनि हुम्बिएको अवस्था हो। बानेश्वरमा पनि भनौँ निरन्तर हामी चाहिँ के भन्दाखेरि विरोधमा हामी लाग्यौँ, सरकारलाई खबरदारी गऱ्यौँ। हाम्रो प्रश्न रह्यो देशका अभिभावकलाई, तपाईँलाई जनताले किन पठाए? जनताले एउटा फुलमाला लागेर अक्षता लाएर आशीर्वाद दिएर तपाईँलाई सदनमा पठाए। तपाईँलाई देश बेच्न पठाएका हुन् कि देशलाई बनाउन पठाएका हुन्, देशलाई राम्रो बनाउन पठाएका हुन्? यही आम जनताको सवाल रह्यो। तथापि हामी चाहिँ के भन्दा अब यो अघोषित रूपमा जनतालाई भ्रम छरेर पार्टीका चाहिँ नेताहरूले एकदम चाहिँ खुसियालीका साथ
जनताको मान मर्दन इज्जत प्रतिष्ठा देशको शान र स्वाभिमानलाई एउटा के भन्दा विधिवत रूपमा सदनबाट चाहिँ बिक्री गरे। त्यसमा हामी अत्यन्त दुखी पनि भयौँ, खान पनि रुचेन, अझै पनि तनाव छौँ। एक प्रकारको चाहिँ राष्ट्र चाहिँ के साँच्चै भनिदिनुहोस् मलाई, डिप्रेसनमा परेका के साँच्चै मलाई भनिदिनुहोस् कि एमसीसी पास भएकै हो? तथापि के छ भन्दा एमसीसी पास भएकै हो। यसमा के भइदियो भन्दा राष्ट्रका चाहिँ नेतृत्वहरू राष्ट्रवादी नभएर राष्ट्रघाती हुनु पुगे, जनतालाई घात गरी जनताको आवाजलाई कुल्चे। आज चाहिँ अब तपाईँको चाहिँ 6-6वटा चाहिँ भने यसमा कुनै पनि चोखो छैन होइन। तपाईँको चाहिँ झलनाथ कलार, बाबुराम भट्टराई, माधव कुमार नेपाल, अब तपाईँको चाहिँ केपी शर्मा ओली, अब चाहिँ तपाईँको चाहिँ पुष्पकमल दाहाल, शेरबहादुर केपी शर्मा ओली र सुन्नुहोस् न, केपी शर्मा ओली र जुन अब माधव कुमार नेपाल त हामी चाहिँ सहभागी छैनौँ भनेर अनुपस्थिति जनायो नि त उनीहरूले त। पहिला यस्तो छ, कुरो के छ भन्दाखेरि अब पहिलाको जमानामा मान्छेले बुझेका थिएनन्, अनभिज्ञ थिए होइन। अब चेतनाको युग छ, मान्छेले बुझेका छन् कसले के बोल्दैछ, यो कुन तरिकाले बोल्दैछ भन्ने कुरा विश्लेषण गरेका हुन्। हजुर, केपी शर्मा ओली अरू चाहिँ नेताहरूभन्दा केही न केही राष्ट्रवादीको रूपमा हामीले पनि लिएका थियौँ, तर उहाँको के भन्दा यो मौन समर्थन उहाँले दिनुभयो। अब यसमा पनि के भइदियो भन्दाखेरि अब चाहिँ नि हामीले प्रत्येक पार्टी अफिसमा गएर पनि हामीले खबरदारी गऱ्यौँ, यो चाहिँ राष्ट्रघाती छ, देशद्रोही छ, विखण्डनकारी छ, नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता चाहिँ समाप्त हुने अवस्थाको चाहिँ सम्झौता छ। कतिपय बुदाहरू राष्ट्रघाती छन्, पढ्नै नसकिने, हेर्नै नसकिन्छन्। त्यसैले यसलाई चाहिँ अनुमोदन नगर्नुहोस्, यसलाई खारेज गर्नुहोस् भनेर हामीले प्रत्येक पार्टीका कार्यालयदेखि रोडदेखि चाहिँ तपाईँको त्यो सदनसम्म, सदनदेखि बस्तीसम्म, सहरदेखि गाउँसम्म हरेक चाहिँ घर दैलो कार्यक्रमसम्म पनि हामीले चाहिँ आफ्नो आवाजबाट हामीले जाने सकेको कुरा, राष्ट्रप्रति हामीले माया सम्मान दर्शाएको यथार्थ हो। तर हामीसँग के त भन्न पावर भएन, शक्ति भएन, हामी सत्तामा छैनौँ। हाम्रो चाहिँ के भन्दाखेरि कुनै पनि चिजलाई परिवर्तन गर्ने सिस्टम हो, त्यो सिस्टमलाई चाहिँ राम्रो बनोस् भनेर हामीले खबरदारी गरेका हौँ, तर तथापि हुन सकेन। कतिपय त भनिरहेका छन् जस्तो तपाईँको यो एमसीसी अहिले पास भएको होइन, अहिले त एउटा नाटक मात्र रचिएको, यो एमसीसी त धेरै अगाडि नै पास भइसक्यो भन्ने खालको पनि आएको छ। अब यस्तो हो, यो के छ भन्दाखेरि यो त तपाईँको 2074 साल तपाईँको चाहिँ नि भदौ 29 गतेबाट सशक्त रूपमा लागू भएको कुराहरू हो। उसले नुवाकोट यावत जगबद्ध ट्रान्समिटर लाइनका बाटाघाटा यावत चिजहरू चाहिँ काम चाहिँ रोकिएको, विद्युतीय चाहिँ कुरालाई भनेर विशेष गरी अब विद्युतीय चाहिँ नि ट्रान्समिटर जलस्रोतका कुराहरू, अब जलस्रोत र बाटाघाटाका कुराहरूलाई ल्याएर चाहिँ विकास गर्नको लागि अब 56 अरबले देशमा चाहिँ के भन्दाखेरि चाहिँ नि पुरा काया पलट्छ भन्ने हिसाबमा चाहिँ यिनीहरूले चाहिँ छिराएका हुन्। अब विशेषतः के हो भन्दाखेरि तत्कालीन समयमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चाहिँ प्रदीप ग्यावाली गएर चाहिँ यो राष्ट्रघाती सम्झौताको थप गरेर आएको अवस्था हो। सुरुमा चाहिँ यो अनुदानको रूपमा स्थापित भएको थियो, पछि चाहिँ के भन्दाखेरि यो चाहिँ अब सैन्य रणनीति अन्तर्गत चाहिँ लाद्यो अमेरिकाले। अब यो लाद्नुको पछाडि पनि अब चीन एउटा विश्वको उदयमान चीन, अहिले हेर्नुहोस् न, अब युक्रेन र रुसको युद्ध होइन, यो युद्ध भनेको रुस र अमेरिकाको युद्ध। अहिले युक्रेनमा त हेरिराख्नु भएको छ तपाईँले, युक्रेनको राष्ट्रपतिले त भागेर जा भनिसकेको छ, हेर्नुहोस् है। त्यहाँ भनौँ 100 मान्छे मरिसके, भनौँ त्यहाँको चाहिँ योद्धा पनि मरिसके, स्वयं चाहिँ राष्ट्रभक्त एउटा चाहिँ युक्रेनी राष्ट्रपति फिल्डमा युद्धको लागि तयार भएको छ। त्यहाँ बालबच्चा महिलाहरूले बन्दुकले लडेका छन्, त्यसलाई राष्ट्रवादी भनिन्छ। ती जनता र त्यो राष्ट्रपतिलाई म सलाम गर्न चाहन्छु, बुझ्नु न। यसै गरी यो युक्रेनलाई पनि तपाईँको 2006 साल डिसेम्बर 4 मा चाहिँ एमसीसी घुसाएकै हो। अहिले आएर चाहिँ नेटोबाट चाहिँ सदस्यता 30वटा राष्ट्रबाट नेटोबाट सदस्य लिनुको लागि 1924 इस्वीसम्म 1924सम्ममा नेटोको राष्ट्रको सदस्य लिने भयो भनेर त्यसको चाहिँ प्रत्याक्रमणमा रुसले चाहिँ केमा एट्याक गरेको अवस्था हेर्नुहोस्। त्यसमा पनि एमसीसी पराकाष्ठ अफगानिस्तानको अशरफ घनी पनि चाहिँ जस्तो विश्वको सूचीमा हेऱ्यो भने हाम्रो देश त सानो, एउटा यत्रो सानो राष्ट्रलाई यसरी एमसीसी लादेर त्यो एउटा चाहिँ यसरी एट्याक गर्नुपर्ने कारण चाहिँ के थियो त? सानो छ राष्ट्र, तपाईँको चाहिँ भौगोलिक क्षेत्रमा सानो होला, जनसङ्ख्याको क्षेत्रमा सानो होला होइन, शिक्षा विकास र उन्नतिको चाहिँ कमजोर होला, त्यो आफ्नो ठाउँमा छ। तर के होला यहाँ स्वार्थ ठ्याक्कै मलाई भन्नुहोस् चाहिँ के भन्नु, देश स्वार्थ चाहिँ के होला? देश सानो ठुलो हुँदैन, देशमा चाहिँ एउटा सार्वसत्ता सम्पन्न राष्ट्र हो, कहिले पनि पराधीन नभएको राष्ट्र हो। यो राष्ट्रमा चाहिँ के भन्दा देशकै आफ्नो, मैले अमेरिकालाई पनि गाली गर्न चाहन्न, भारतलाई पनि गाली गर्न चाहन्न होइन। हाम्रै देशका नेतृत्व नै के भन्दा बिकाउ टिकाउ र चाहिँ के भन्दाखेरि यो चाहिँ लोभका चाहिँ भकारी र भिकारी भएको कारणले गर्दाखेरि उनले राष्ट्रियतालाई चाहिँ बुझ्न सकेनन्। आज 2007 सालदेखि 78 सालसम्म देशलाई बेच्ने र चाहिँ लुट्ने बाहेक के काम भयो तपाईँले भन्नुहोस्। जनताले विरोध भन्दा पनि भएका युवाहरू सबैले चाहिँ नीतिगत रूपमा तपाईँले भ्रष्टाचार ठ्याक्कै तपाईँको रहेर चाहिँ के भन्दाखेरि युवालाई बेचिरहेका छन्। गाउँमा चाहिँ मलामी जाने मान्छे छैन। तिनीहरू के हो भन्दा विशेष गरी केपी शर्मा ओली, मैले प्रश्न के भन्छु भन्दाखेरि अब
अब यताउति भन्दा पनि अहिलेको गठबन्धन सरकार होइन यो चाहिँ यस्तो राष्ट्र नै बेच्ने सम्झौतामा सर्वोच्च अदालत पनि मौन रह्यो। रिटलाई पनि उसले चाहिँ के भन्दा नीतिगत रूपमा चाहिँ व्याख्या विश्लेषण गरेन होइन। साई नेपाली सैनिक यहाँका चाहिँ एउटा कुरोको नेपाली सेनाले पनि के भन्दाखेरि बाहिरी चाहिँ देशबाट भू अतिक्रमण हुँदाको अवस्थामा देशमा यसरी दस्तावेजीकरण गरेर देशले बेच्ने अवस्थामा सेनाले पनि एटेक गर्नु पर्ने थियो, कु गर्नु पर्ने थियो, भ्रष्टाचार लगेर चाहिँ राख्नु पर्ने थियो होइन। सेना पनि चुप लाएर बस्यो होइन। सेनालाई चाहिँ के भन्दा हामीले पनि सेना आऊ देश बचाऊ भन्ने हिसाब किताबमा हामीले लेखेर कराएको, सेना पनि मौन बस्यो। अब सेना चाहिँ सक्रिय भयो भने चाहिँ नाटक वञ्चन मात्रै गर्यो। अब सेनाले पनि के भन्दा एमसिसी अन्तर्गतको गन्धमा सेना पनि प्रतिबन्धित भयो हेर्नुहोस् है। त्यो पनि के भने सेनाको नि भूमिका न्यून रह्यो। अब चाहिँ नि नेपाल प्रहरीको त अब आन्तरिक शान्ति सुरक्षा हो, उसको अब यसको पार्ट चाहिँ खास केही हुँदैन, सुरक्षा आन्तरिक सुरक्षा गर्ने काम हो भने अब सेनाको पनि यसमा के हात रहेन। सेना पनि नेपाली जननजरबाट गिरेको अवस्था छ। किनभने देश बचाउन त सेना अगाडि बढ्नु पर्यो। मर्नु त भोलि आज पनि मर्ने हो, भोलि पनि मर्ने हो, पर्सि पनि मर्ने हो। सेनाको पनि मौनताको चाहिँ उसले पराकाष्ठामा देश फस्यो। अब विशेषतः यो गठबन्धन सरकार चाहिँ एमसिसी पास गर्नलाई बनेको हो। अदालतबाट टिको लागेको प्रधानमन्त्री एउटा के अरे सर्वेक्षणबाट जनमतबाट आएको प्रधानमन्त्री पनि होइन। शेरबहादुर देउका भनेको यो चाहिँ भारतको चाहिँ के अरे यो तपाईँको चाहिँ यो अमेरिकाको गोठाला नै हुन्। अब त्यो गोठालाई गरेर देखाएको। अब रहेको कुरो के भन्दा गठबन्धन सरकारले एमसिसी पास गरेन भने यसलाई गठबन्धन बाहिरिनै पर्यो। बाहिरेपछि चाहिँ माकुनेको चाहिँ के पदै सभासद पनि संसद पनि जाने भयो, आफ्नो मन्त्री लुट्न पठाएको मन्त्री पनि फिर्ता हुनु पर्यो। अब प्रचण्डको पनि सबै चाहिँ आफ्नो मन्त्रीहरू सभासद बाहिरिनु पर्यो। अनि यसको चाहिँ के भन्दा मजाको प्रतिशत त केपी ओलीले लिने भयो। त्यसले गर्दाखेरि अब के भन्दा अब आफ्नो ज्यान पनि सुरक्षा भयो। भोलि चाहिँ माओवादी प्रचण्डलाई अब केपी उहाँ अमेरिकाबाट थ्रेट पनि आयो, तैँले चाहिँ एमसिसी पास गर्ने समर्थन गर्ने अगर नाटक धेरै नगर, धेरै गोठी नचाल, दुई जिउरे भएर हुन्छ कि आफ्नो कार्यकर्तालाई चाहिँ बाटोमा ढुङ्गा हनाएर आफू तारबार घेरेर हुन्छ कि एमसिसी पास गर्ने तँलाई हेक बनाएर उभ्याइन्छु तेरो चाहिँ टिमलाई आतङ्ककारी हिसाबमा भन्नु थ्रेट दियो। चाइनाले पनि थ्रेट दियो, चाइना पनि चुप लाएर बस्नेवाला छैन। अब तपाईँको चाहिँ एमसिसी पास भयो नभएपछि द्वन्द्व त भइसक्यो। अब हिजो अस्तिदेखि तपाईँको चाहिँ धनगढीको सुर्खेतमा देखिरहेको पार्टी कार्यालय चलिरहेका छन्। अब गगन थापा जस्ता चाहिँ एउटा युवाले देश बनाउँछ भनेको अब चाहिँ के भन्दा आज चाहिँ 56 अरब चाहिँ अमेरिकाको लियो, 70 चीनको लियो, 80 भारतको लियो, भिख मागेर चाहिँ त्यस्तो खालको नेतृत्व सुन्नु। जस्तो हामीले यो भन्दै गर्दाखेरि जस्तो अब एक किसिमको देशमा एमसिसी पास भयो भन्ने खालको एउटा हुइप चलिसक्यो, पास पनि भयो। अबको राजनीति पाटो र बाटो कसरी यो चाहिँ जनताको सामने कसरी उभिन्छन् र कसरी अनुहार देखाउँछन्? तपाईँले के छ भन्दा यसलाई मैले पुष्टि गर्दा तपाईँको जेनेभा कन्भेन्सनमा चाहिँ एउटा चाहिँ यस्तै व्याख्यात्मक रूपबाट र अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्ने एउटा चाहिँ म टेकेर यिनले नाटक गर्न खोज्या हुन्। अब एउटा चाहिँ भनौँ तपाईँको त्यो एउटा कागजको खोस्टामा चाहिँ 10वटा जुन कुरा छ, या सेना अमेरिकी सेना आउँदैन, बौद्धिक सम्पत्ति आफ्नो हुन्छ, लेखा परीक्षण हामीले गर्छौँ, हामी राष्ट्रवादी हौँ, हामी राष्ट्रियतापरि हामी के गर्छौँ, हामीले गल्ती गऱ्यो भने कठालो कटाउनु, खानकुबाट कटाउनु, यो भरम हो हेर्नुहोस् होइन। यो व्याख्यात्मक यो के भन्दाखेरि करार हो, करारमा व्याख्यात हुँदा अर्को कुरो सदन चाहिँ अवरोध भएको बेलामा यो सन्धि पारित हुँदैन। यो चाहिँ यो चाहिँ के भन्दा यसलाई चाहिँ सङ्घीय कानुन अन्तर्गत नियम बनाएर गर्ने कुरा हो। सन्धि ऐन अन्तर्गत पनि यो कानुन छैन, संविधान न त पनि छैन। हामी चाहिँ असंलग्न राष्ट्रपति परराष्ट्र नीति अप्नाएको चाहिँ हाम्रो देश हो। त्यसले गर्दा राष्ट्रिय रूपमा अन्तर्राष्ट्रिय रूपमा चाहिँ यो सन्धि चाहिँ मान्य, यो चाहिँ वैधानिक पनि छँदा पनि छैन। अब अहिले भन्ने हो त यदि देशको चाहिँ राष्ट्रपति संविधानको संरक्षक हो भने त राष्ट्रपतिले चाहिँ यो चाहिँ भएन, यसलाई पुनर्विचार गरेर विद्यादेवी भण्डारी सम्मानित राष्ट्रपतिले फिर्ता गर्न पनि सक्नु पऱ्यो नि त। खै त त्यहाँ राष्ट्रपतिको भूमिका पनि रहेन, सेनाको भूमिका पनि रहेन भनेपछि यो खालको जनताको मानमर्दन गरेर आज केपी ओलीले चुप लाएर उहाँ गएर चाहिँ तिनले त्यहाँ के भन्दा आफ्नो मातृ माग सदनमा राखेर त्यहाँ चिच्याउन लगाए एमसिसी मुर्दाबाद भन्यो त्यो ग्रुपले त्यहाँ भने त मौन समर्थन भयो। अब चाहिँ हामी चाहिँ अब यसो चाहिँ के भन्दा हल्ला गर्दै गर्छ, तपाईँले चाहिँ पास गरिहाल्नुहोस् भनेर चाहिँ बालकोटमा गएर चाहिँ भेटे, देउपाले केपी पनि गएर के भन्दै भन्थ्यो बालकोटमा गएर भेटे। यी सबै मिल्यो मतमा चाहिँ अब केपी शर्मा ओलीले नै त टेबल गरे हो नि त तपाईँको। अब हामी कार्यक्रमको अन्तमा छौँ। त्यसले गर्दा यिनी सबै के हुन् भन्दा अब चाहिँ यी देशका नेतृत्वबाट राष्ट्र चल्दैन, यिनी असुरक्षित छन्। यिनका सन्तानले पनि मेरो बाउले चाहिँ मेरो देश नेपाल आमालाई बेचेको हो भनेर चाहिँ यसलाई आफ्नो सन्तानले शराब छन्। यिनको अब नेपालमा सुरक्षा पनि छैन, यिनको अब भावी जीवन पनि सुरक्षित छैन। अब यो देशलाई बनाउनको लागि एउटा के त भन्दाखेरि अझै पनि अब यो सिस्टम पद्धति पात्र नै परिवर्तन गरेर सिस्टम र व्यवस्था परिवर्तन गरेर अर्को चाहिँ मेन्डेट लिएर आउने चाहिँ 2/3 मत प्राप्त गर्ने एउटा राष्ट्रवादी चाहिँ सरकार गठन भएर यसलाई चाहिँ के भन्दा यो र महाकालीसँग दुईटै खारेज गर्नुपर्दछ। तब मात्र चाहिँ के होला, होइन भने एमसिसी पस्यो, यसले चाहिँ सर्वनाश गर्यो, चिनलाई पनि रुष्टायो, चिनले पनि चुप गरेर बस्दैन, चिनले पनि वार्निङ दिइसकेकी छ हेर्नुहोस्, अब चुप लाएर बस्दैन। अब अहिले केही समय केही पनि चिनसँगको सम्बन्ध हाम्रो कस्तो रहन्छ? चिनले त भनिसक्यो नि यिनी
यिनी त के भन्दा कठबद्धले हुन्। अब यो त चाहिँ नि नेपालका नेताहरू मन्त्री प्रधानमन्त्रीहरू त र सिआईका एजेन्ट हुन्, कर्मचारी हुन्, यिनबाट देश बन्दैन। दक्षिण एसियामा सबभन्दा भ्रष्टाचारले चलाउने देश भनेको एमएससी इन्टरनेसनल त जनाइसक्यो। भनेपछि भ्रष्ट हुन्, यी देशघाती हुन्, राष्ट्रद्रोही हुन्, यी राष्ट्रघाती हुन्। अब फागुन 15 भनेको नेपाल बेच्ने कालो दिन हो। जसले हस्ताक्षर गरे अब एमसीसी कारण यिन जनताले चाहिँ छोड्दैनन्। यो कानुन र संविधान भन्दा पनि ठुलो जनता हो। जनताको मान मर्दैन, जनताको आवाजलाई सुन्नन्, जनताको आवाजलाई कुल्चे। आज चाहिँ एउटा क्षणिक पैसामा देशलाई यिनले बेचे, विधिवत रूपमा बेचे। यी चाहिँ देशका चाहिँ नालायक हुन्, गद्दार हुन्, राष्ट्रघाती नै हुन्। जतिसुकै फुर्ती गरे पनि यिनले के गरेर नेपाली जनतालाई भ्रमको खेती छराएर यिनले अरबौँ पैसा खाएर नेपाल आमालाई बलात्कार गर्नको लागि परचक्री जिम्मा दिए। यिनको चाहिँ भविष्य जीवन पद्धति यो धरतीले पनि के श्राद्ध दिन्छ। यिनले यति अक्षम्य अपराध गरे, त्यसको सजाय नै दिने कुनै धारा उपधारा अन्तर्राष्ट्रिय कानुन छैन। जसले देश बच्छ यस्ता चाहिँ राक्षसहरूलाई चाहिँ के भन्दा अझै पनि हामीले सम्मान गर्ने, हाम्रो कार्यकर्तालाई ढुङ्गा हान्न लगाउने। भित्र गएर एमसी त पहिल्यै पास भयो। तपाईँको के भन्दा त लेखेर सही गरेको देख्नुभयो, हात ठडाइदिए, पहिले गएर च्यापचुप पाएर उनले पठाइदिनु सके। त्यो उनीहरू सबै बिकिसकेका छन्। यिनले टिकाउँदैन, देश पनि टिक्दैन। जनताको भाग्य र भविष्यमाथि खेलबाड गरे। जनताको चाहिँ आवाजलाई चाहिँ यत्रो चाहिँ राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ तपाईँको चाहिँ आन्दोलन भयो। यो आन्दोलनमा पनि उसले के भने लात हान्दे। त्यसले गर्दा जनता छन् र नेता छ, जनता छन्, राष्ट्र छ। जनताको आवाजलाई, जनता भनेको जनार्दन हो, जनार्दनको आवाजलाई कुद्दै हामी सत्यको बाटोमा अगाडि बढ्छौँ। र यिनले चाहिँ एक दिन यो घटनाको नेपाल आमालाई बेचेको चाहिँ घटनाको प्रायश्चित्त गर्नुपर्छ। यिनलाई श्राप लाग्छ, 1 लाग्छ, 2 लाग्छ। यी चाहिँ राष्ट्रघाती हुन्, देशद्रोही हुन्, यी चाहिँ विखण्डनकारी हुन्, यी अपराधी हुन्। यिनले चाहिँ यो कुर्सीमा बस्नु, यो देशमा बस्नु, यो देशको चाहिँ हावापानी माटो अन्न बाली खानु भनेको चाहिँ के भन्दा अपराध हो। यी अपराधी चाहिँ स्वयस्फूर्त भाग्नुपर्छ। अब यिनलाई चाहिँ के हुन्छ भन्दाखेरि अमेरिकाले बाल बच्चा सबै पढाइदिन्छ, एपार्टमेन्ट स्टोर भवनमा राख्छ। अनि यिनले चाहिँ विदेशी पासपोर्ट यिनले पाइसकेका छन्। देशप्रति माया छैन। यिनी आफू बाँच्नको लागि, जनताबाट पनि के भन्दा बच्नको लागि यो एमसी पास गरेको। यो चाहिँ के भन्दा यो चाहिँ एकदम राष्ट्रघात भएको छ, देशद्रोह भएको छ, जनताको मान मर्दन भएको छ। त्यसैले यिनी राष्ट्रिय अपराधी हुन्, यिनलाई क्षमा हुँदैन। तर हामीले देशको सवालमा बोल्न कदापि हामी छोड्दैनौँ। म लास्ट अन्तमा छौँ हामी। अन्तमा ठ्याक्कै छोटो शब्दमा मलाई भनिदिनुहोस्, अब देश कतातिर जान्छ? अब देश तपाईँको द्वन्द्वमा गयो। अब यिनले एक आपसमा लडाइँ पर्छ। जनताले यो नेतालाई जहाँ भेट्यो ढुङ्गा हान्छन्, यिनलाई चाहिँ बहिष्कार गर्छन्, कालो मसो लाउँछन्। यिनी सुरक्षित हुँदैनन्। कति दिनसम्म चाहिँ सुरक्षा घेरामा बस्छन् त्यति मात्रै बाँकी हो। अब यिनी जनता र राष्ट्रको नजरबाट यिनी सदाको लागि पलायन भए। अब यसलाई बचाउने भनेको वैकल्पिक शक्ति नेपालमा आवश्यक छ। त्यो राष्ट्रवादी शक्ति आउनु आवश्यक छ। त्यो राष्ट्रवादी शक्तिले विगतमा भएका तपाईँको चाहिँ 1950देखिका चाहिँ सन्धिहरूलाई पुनरावलोकन गरेर यस्ता राष्ट्रघाती जनइच्छा र राष्ट्रहित विपरीतका सन्धिहरूलाई खारेज गर्ने एउटा शक्ति नेपालमा उदयमान भए पश्चात नेपालमा एउटा के भन्दा पद्धति, पात्र र सिस्टम नै परिवर्तन नभइकन देश सुरक्षित रहँदैन। यिनले बेचिसके। तथापि तपाईँ हामी बुझे जानेको मान्छेले प्रतिवाद, चेतना र जनतालाई जागरुक बनाउनु पर्ने तपाईँको एउटा के भन्दा नागरिक दायित्व हो। र मेरो आभार पनि हो। हे चाहिँ देशका सपुतहरू, यस्ता चाहिँ देश बेचुवाको कार्यकर्ता नबनाऊ। एकपटक देशको जिम्मेवार नागरिक भएर देशलाई बचाउने सवालमा एकबद्ध भएर अगाडि बढ्नको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूलाई तपाईँको टेलिभिजनद्वारा एउटा मातृभूमिको चाहिने के भन्दाखेरि रक्षार्थ एकचोटि जाने दिनु परे पनि एउटा आफ्नो आवाज बुलन्द गरेर यस्ता राष्ट्रघाती देशद्रोही अपराधीको विरुद्धमा बुलन्द भएर अगाडि बढ्न र चाहिँ मर्नै पर्ने देशको लागि मर्ने प्रतिज्ञा र प्रण गर्नको लागि आह्वान गर्दछु। हस्, थ्याङ्क यू सो मच। धन्यवाद। जय मातृभूमि।